को हुनुहुन्छ घरमा? के छ भन्नुहोस्? तपाईको पार्सल आयो कि? पार्सल? मलाई त मगाएको थिइनँ त पार्सल। अनि एड्रेस त यहीँको छ त। कहिले मगाइस्? सुन्नुस् न, पेमेन्ट भइसकेको, तपाईको डेलिभरी चार्ज मात्रै दिनुहुन्छ। कति हो डेलिभरी चार्ज? 500 रुपैयाँ मात्रै हो। मम्मी यो पार्सल चाहिँ छिमेकीको बेला हो, हामी लौँ न। डेलिभरी चार्ज 500 रुपियाँ मात्रै रहेछ, पेमेन्ट गर्नु परिसकेको रहेछ। चुप लाग, बिस्तारै बोल, हुन्छ बाहिर सबै। पिताको पनि काम हुनुहुन्छ। त्यहाँको कान पो हुन्छ होला त, मुख थोरै हुन्छ। ए हो, हामीले मगाएर रहेछ, कस्तो बिर्सेको म त। खै दिनुहोस् न, यी 500 रुपियाँ लिनुहोस्। यही मगाएर रहेछ मैले, कस्तो बिर्सेँ। छिटो छिटो मुख खोल्नु मम्मी, पुरानो चाहिँ मलाई दिनुहोस् है, यो चाहिँ तपाईँ छिटो छिटो। 1 2 3 कोनलाई पनि म मम्मी यो तपाईँले काम लाग्छ, माथि भाडा मोल्नु लिनुहोस्, तपाईँलाई काम लाग्छ, मेरो होइन तपाईँकै हो।